ल गाइस यहाँनिर चाहिँ मसिनो नानीहरूले मोमो बनाइराखेको छन् अनि हामी हेर्नेछौँ है। यो मोमो चाहिँ एकदम राम्रो राम्रो बनाएको छन् ताकि उनीहरूले आफै सिकेर यो मोमो दिदीहरूले बनाएको देखेर यसरी बनाउनु पर्छ भनेर उनीहरूले त्यहाँबाट लर्न गरेको हो। अनि यति राम्रो राम्रो मोमो बनाएको छन् र हामीले यहाँ देख्न सक्छौँ। अति नै राम्रो राम्रो मोमो हाम्रो आइताको छोरी केन्टुकीबाट अनि मेरो छोरी एन्जेलिनाले बनाएको मोमो यहाँ छ, यहाँनेरि छ। अनि हाम्रो केन्टुकीबाट आउने आइताको छोरीले बनाएको यहाँ छ। अनि दुवैजनाले यहाँ किमा उनीहरूले रेडी गरेको छ। यहाँनिर एकदम मजाले किमा पनि आफै बनाएको। यसको प्रोसेस सबै कुरा चाहिँ उनीहरूलाई थाहा रहेछ अनि आफैले बनाएको हो। र यहाँनिर दुईजनाले चाहिँ एकदम यहाँ मोमो बनाएर चाहिँ अहिले देखाउने छन्। म यो भिडियोलाई हजुरको माझमा हालिदिन्छु। मोमो चाहिँ कसरी बनाउनुपर्छ, मोमोको तरिका के हाल्नुपर्छ भन्ने कुराहरू दुईजना नानीहरूलाई चाहिँ साँच्चै भन्नुपर्छ एकदम राम्रोसँगले बनाउन आउँदो रहेछ। अनि यहाँ देख्न सक्नुहुन्छ। एकदम थ्याङ्क यू सो मच। यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। म यसको प्रोसेसहरू अझै पकाइसक्दाखेरि यो मोमो कस्तो हुन्छ अनि नानीहरूले बनाएको तर अति नै राम्रो प्रोफेसनली ठुलो मान्छेले बनाएको जस्तै राम्रो राम्रो मोमोहरू यहाँ देख्न सक्छौँ। र एकदम हार्डवर्क, एकदम ट्यालेन्टेड मोमो मेकर, एकदम दामीसँगले मोमो बनाउँछन् यिनीहरूले। ल यता हेर के भन्छ अब यहाँ दुईजना यता हेर त क्यामेरामा। यस थ्याङ्क यू सो मच गाइस। यो चाहिँ मोमोमा खानको लागि सब्जी बनाउँदैछन् नानीहरूले। यहाँ है नानी दुईजना नानीहरूले मोमो पनि यहाँ पाक्दैछ। अघि मोमो बनाएको देखाएको थिएँ बनाउँदै गरेको। अनि यहाँनिर चाहिँ नानीहरूले मोमोमा खाने सब्जी बनाउँदैछन्। हेरौँ यो सब्जी कस्तो हुन्छ, फेरि म अर्को अपडेट गर्नेछु। यहाँनिर नुन पनि हाल्दैछ र उनीहरू सिक्दैछन् तर सिकेको भन्दा पनि पर्फेक्ट गरिरहेको छन्। यहाँनिर मैले उनीहरूलाई निहालिरहेको छु। अनि एकदमै ट्यालेन्टेड दुईजना यहाँ है मोमो बनाएर यहाँ मोमो पाक्दैछ। निकालेपछि म हजुरलाई देखाउने छु है। हुन्छ ल हेरौँ है त मोमो कस्तो बनिएको छ यहाँनिर। वा यहाँ मोमो देख्दै हुन्छ एकदम रसिलो खालको एकदमै साइनिङ मोमो छ है। र यहाँ देख्न सक्नुहुन्छ मोमो। ओ कस्तो मजाको मोमो बनिसकेको छ। अब यहाँ पनि एकदम साइनिङ छ। यो अति नै राम्रो खालको मोमो बनाएको छन् दुईजनाले। एकदमै सानो सानो नानीहरूले मोमो एकदमै सानो सानो नानीहरूले बनाएको मोमो तर एकदमै प्रोफेसनल वेमा बनाएको छन्। यहाँ देख्न सक्नुहुन्छ। वाउ मोमो एकदम राम्रो खालको मोमो बनिएको छ। मोमोको सब्जी बनिँदैछ, नानीले बनाउँदैछन् मोमोको सब्जी। ल अब यो टमाटरलाई बोइल गरिसकेको थियो उनीहरूले। अनि यसलाई चाहिँ ब्लेन्डरमा हालेर उनीहरूले चाहिँ यसलाई ग्राइन्ड गर्नेछन्। र यहाँ देख्दैछौँ ब्लेन्डरमा हालेर चाहिँ उनीहरूले नानीहरू हो र एकदमै मजाले निट एन्ड क्लिन छ है उनीहरूले गरेको काम चाहिँ एकदम राम्रो पनि छ। र अचार बनिसके पछाडि यो मोमोलाई उनीहरूले टेस्ट गर्नेछन् यसको टेस्ट कस्तो हुन्छ भनेर। यहाँनिर गार्लिक सिलान्ट्रो, त्यहाँदेखि अमिलो, टमाटर, टमाटरहरू र अमिलो
र अलिकति पानी पनि हाल्दो रहेछन् त्यहाँदेखि यसलाई चाहिँ यिनीहरूले हेरौँ त यहाँ ल यहाँनिर एकदम ग्राइन्डर गर्दैछन् वाउ यो चाहिँ मोमोको अचार बनाउँदैछन् है यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ मोमोको अचार लगभग उनीहरूले यो सबै कुरा चाहिँ उनीहरू नानी आफैले गरेको हो टमाटरलाई के गर्ने त्यहाँ के हाल्ने भन्ने कुराहरू सबै उनीहरूले गरेको यहाँ देख्न सक्नुहुन्छ ग्राइन्डरमा भइसकेको छ ल यहाँनिर अचार ब्लेन्डर भइसकेको छ अनि यहाँनिर चाहिँ अचार बनाइसकेको छन् ल फेरि अर्को बान पनि यहाँनिर सेकेन्ड टाइमको मोमो पनि भइसकेको छ यहाँ देख्न सक्नुहुन्छ वाउ अति नै राम्रो मोमो बनाइसकेको छ नानीहरूले र देख्न सक्छौँ यहाँनिर हेर्नुहोस् त एकदमै राम्रो खालको मोमो बनिसकेको छ र फेरि अर्को मोमो पनि बनिँदैछ यो मोमो अलिकति भएको रहेन रहेछ र यसलाई हामी 2 मिनट वेट गर्नेछौँ यसलाई चाहिँ हामी 2 मिनट वेट गर्नेछौँ यस्तो मजाले मोमो बनिँदैछ र यहाँनिर अनि हामी देख्न सक्छौँ यहाँनिर चाहिँ नानीले मोमो बनाउँदैछन् अझै बनिँदैछ मोमो दुईजनै नानीहरूले मोमो बनाउँदैछन् ल अर्को बान पनि मोमो बनिसकेको छ र नानीहरूको ट्यालेन्ट चाहिँ मोमो बनाउने एकदमै राम्रोसँगले नानीहरूले मोमो बनाएको छन् यहाँ देख्न सक्नुहुन्छ वाउ साह्रै राम्रो मोमो साह्रै राम्रो मोमो बनिएको छ यहाँनिर ल यहाँ देख्न सक्नुहुन्छ ल यति धेरै मोमो नानीहरूले बनाइसकेको छन् है त वाउ एकदम चम्किलो खालको मोमो बनिसकेको छ ल गाइस मोमो बनिसकेको छ अनि यहाँ देख्दै हुनुहुन्छ यो मोमो चाहिँ है अति नै राम्रो खालको यो साँच्चै भन्नुपर्छ भने प्रोफेसनल वेमा बनाएको मोमोहरू छ यहाँनिर नानीहरूले बनाएको नानीहरू चाहिँ यहाँ छन् यसरी नानीहरू अनि यहाँ एड्रिना उहाँको नाम एड्रिना यता नाम एन्जेलिना अनि यहाँ मोमो एकदमै राम्रो मोमोको अचार पनि त्यति राम्रो छ म उहाँहरूलाई अलिकति समय दिन्छु एड्रिना Okay, Angelina. Hi guys. Make sure to like, comment, share, and subscribe because my dad needs the money from Facebook. So make sure to like, comment, share, and subscribe. Make sure to do it all: comment, share, repost. If you're a Momo lover, make sure to like, comment, and share. And put a dumpling emoji in the comments. Bye. Thank you guys, and we'll bring more videos next time for momos and other stuff. Thank you so much.